नमस्कार, स्वागत छ आज यो भिडियोमा। चुनाव नजिकै गर्दा राजनीतिक दलहरू अचानक सक्रिय र भावुक, जनमतमै जनतामै केन्द्रित किन देखिन्छन्? आजको यसको मुख्य 3टा कारणहरू म यहाँ समक्ष छोटकरीमा बताउनेछु। पहिलो कारण हो जनभावना जित्ने प्रतिस्पर्धा। चुनावको बेलामा हरेक दलले आफू जनताको पक्षमा रहेको देखाउन चाहन्छ, जसले उनीहरूको छोटो समयमै धेरै कार्यक्रमहरू के गर्छन्, घोषणा गर्छन्। धेरै किसिमका तपाईँको दस्तावेजहरू, पार्टीका एजेन्डाहरू तपाईँको देखाउने गर्छन् अनि जनताको दुःख कष्टहरू सुन्छन् अनि आफूलाई जनताको पार्टी आफ्नो भनेर स्थापित गर्न प्रयास गर्छन्। यसलाई प्रमोसन कलेक्सन स्ट्राटेजी भनिन्छ। यसलाई के भनिन्छ? प्रमोसन कलेक्सन स्ट्राटेजी भनिन्छ है। अब अर्को तपाईँको दोस्रो कारण के छ भने, दोस्रो कारण भोटहरूलाई प्रभावित पार्ने पोजिसनिङ भन्छ, अथवा भोटहरूलाई प्रभावित पार्न निकै तपाईँको जोडतोड गर्छ है। दलले चुनाव अघि नै आफूलाई राम्रो छवि, स्पष्ट विचारमा आफूलाई के गर्न चाहन्छन्, आफूलाई तपाईँको जनताको सामु पुर्याउन चाहन्छन्, बुझाउन चाहन्छन्, प्रस्तुत हुन चाहन्छन्। कोसँग गठबन्धन गर्ने, कुन मुद्दामा गर्ने, अथवा अर्थतन्त्रमा विकासका सुशासनका सन्दर्भमा बलियो कसरी बनाउन सकिन्छ हैन, जस्ता तपाईँको के भन्छ रणनीति अपनाएर आफ्ना भोटहरू कलेक्सन गर्ने, भोटहरू लिने तपाईँको उनीहरूको रणनीति अपनाउँछन्। अर्को तपाईँको के हुन्छ भने प्रत्यक्ष दबाब दिने र आफ्नो उपस्थितिलाई मजबुत बनाउने। अहिले जनताहरूलाई प्रत्यक्ष रूपमा के गर्छन् त, तिनीहरूले भन्दा दबाब दिन्छन् हैन, अनि दबाब दिन्छन्, आफ्नो उपस्थितिलाई तपाईँको के गर्छन् त भन्दा एकदम तपाईँको मजबुत बनाउँछन् हैन। जनतालाई देखाउन चाहन्छन् के त भन्दा हामी जनताको पक्षमा, गाउँ बस्तीमा टोलमा छिर्छन् र हामी सदाबाद टोलमै बस्ने मान्छे हौँ, गाउँमै बस्ने मान्छे हौँ, हामीले यो तपाईँहरूको दुःख सुखको मलम लगाउने भनेर तपाईँहरूले के गर्छन् त आसपासमा देखाउँछन्, सन्देश सूचना बाँड्छन् है, अत्यावश्यक हुन्छन् र यसलाई प्रतिस्पर्धा र दलमाथिको अप्रत्यक्ष दबाव पनि बढाउँछन्। किनकि जुन दल अधिक सक्रिय देखिन्छ समाजमा, त्यही दल जनताका नजरमा के हुन्छ भन्दा बलियो देखिन्छ है। त्यो भएको कारणले गर्दा चुनाव नजिकै गर्दा देखिने सबै गतिविधिहरू एकै उद्देश्यमा केन्द्रित हुन्छ है। चुनाव नजिक हुँदा देखिने सबै गतिविधिहरू एउटै उद्देश्यमा केन्द्रित हुन्छ, केमा भन्दा जनताको विश्वास जित्ने कुरामा। चुनाव नजिकै गर्दा जनताको विश्वास कसरी जित्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर उनीहरूले हरेक किसिमका तपाईँका रणनीतिहरू अपनाउने गर्छन्, जो अब त्यो उहाँहरूले अवलम्बन गरेको अथवा जुन रणनीति अपनाएको रणनीति सफल कतिको हुन्छ भन्ने कुरा त भोलिको चुनावमा हेर्न बाँकी नै छ। चुनाव पश्चात हेर्ने नै छौँ कसको रणनीतिले कतिको जनतासँग प्रभाव पारेर काम गर्न सक्यो भन्ने विषयमा हेर्न बाँकी छ। हेरौँला। मलाई लाग्छ यो 3टा तपाईँको प्रमुख कारण हुन् जनताहरू अहिले तपाईँको नेताहरू, पार्टीहरू सक्रिय रूपमा देखिनु, जनतासँग नजिक हुनुको प्रमुख कारण। फेरि एकपल्ट भन्दैछु, जनभावना जित्नका लागि प्रतिस्पर्धा गर्छन् अहिले, भोटहरूलाई प्रभावित पार्नका लागि तपाईँको दोस्रो कारण भयो हैन। तेस्रो कारण भनेको अप्रत्यक्ष दबाब र आफ्नो उपस्थितिलाई के गराउनको लागि, मजबुत बनाउनका लागि अहिले के गर्छन् त भने सबै पार्टी र राजनीतिक दलहरू सक्रिय देखिन्छन्, भावुक देखिन्छन्, जनता केन्द्रित देखिन्छन्। धन्यवाद। फेरि अर्को भिडियोमा अर्को विषयवस्तु ल्याएर आउने नै छु। यहाँहरूलाई सुनिदिनु भयो अहिलेसम्मका लागि धेरै धेरै धन्यवाद छ। नमस्कार।